यो ठाउँ हो लमजुङ जिल्लाको मुख्य प्रवेशद्वार सुन्दर बजार नगरपालिका साथ पाउँदी क्षेत्र, पाउँदी खोलाको पुल आसपास। तर विडम्बना, जिल्लाको पहिचान झल्किनुपर्ने यही ठाउँ आज व्यवस्थाको प्रतीक बनेको छ। स्वागतका नाममा राखिएका होर्डिङ बोर्ड च्यातिएका छन्, अक्षर मेटिएका छन्, कतिपय ढल्नै लागेका छन्। लमजुङको परिचय दिनुपर्ने प्रवेशद्वारले आज जिल्लाकै छवि धमिल्याइरहेको छ। यही बाटो हुँदै दैनिक हजारौं मानिस जिल्ला भित्रिन्छन्। उनीहरूले जिल्लाबारे बनाउने पहिलो धारणा यही दृश्यबाट सुरु हुन्छ। अर्को चिन्ताको विषय विभिन्न मेला महोत्सव कार्यक्रम र अभियानका नाममा सार्वजनिक स्थानमा जथाभावी ब्यानर र फ्लेक्स टाँच्ने, तर कार्यक्रम सकिएपछि हटाउने जिम्मेवारी कसैले नलिने प्रवृत्ति हावी भएको छ। प्रचार गर्ने अधिकार सबैलाई छ, तर सार्वजनिक स्थान कुरूप बनाउने अधिकार कसैलाई छैन। अब सम्बन्धित सङ्घ संस्था, आयोजक, स्थानीय सरकार र सरकारवाला निकायहरू गम्भीर बन्नै पर्छ। जसले राखेको हो उसले हटाउनुपर्छ। यदि अटेर गरिन्छ भने स्थानीय सरकार र प्रशासनले पनि यस्ता संस्थालाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही गर्ने बेला भएको छ। लमजुङलाई सुन्दर बनाउने जिम्मेवारी हामी सबैको हो। सुरु गरौँ मुख्य प्रवेशद्वारबाट।